अनि फेरि स्वागत छ मेरो न्यू भिडियोमा हैन केटा हो। आज आइसक्यो यो के हो कहाँ गयो इभेन्ट लक्की बेल आइसक्यो गाइज। अब हामी हेरौँ स्पिन हान्नेछु कति फ्रीमा कति पर्सेन्ट पर्ने छ हैन। अनि 9 डायमन्ड पर्छ भने त इमोट निस्काउने हो। ओइ 9 डायमन्ड 80% आयो केटा हो। ओहो 199 मा त बक्सले के हुन्छ टोकन दिन्छ है। अनि के गरम भनिरहेको तर के नगरम इमोट निस्काम। इमोट ठिक छ कि छैन केटा हो भनिदिऊ त कमेन्टमा केटा हो। भनिदिऊ केटा हो भनिदिऊ इमोट ठिक छ कि छैन केटा हो। छैन मलाई लागिरहेको छ विशेष हान्दिनु है। छ्या इमोटै निस्काएको राम्रो। फेरि त्यही आयो केटा हो फेरि त्यही आयो। बन्डल राम्रै लागेन मलाई राम्रै छैन रहेछ। ल केटा एउटा निस्किसक्यो अब फेरि फ्री है केटा हो। है हानिदेऊ 9 डायमन्ड आइजन 99 30% अरू महँगो भयो। केही राम्रै लागेन वाल आयो। डाइनामिक डो 40 डायमन्डमा दिँदैछ त किन नलियौँ होइन। वाल त नलिने है। कटना अलरेडी छ हामीसँग। खै माया रे तिमी 99 ए 99 आयो केटा हो। यही बन्डल निस्किहालौँ 99 मा तर रिफ्रेस हान्दा एकपल्ट है केटा एकपल्ट रिफ्रेस हान्दैम। यो वाला रहेछ यो इमोट त खासै राम्रो छैन यो बन्डल। 99 डायमन्डमा यो निस्किहालौँ है केटा हो। अहिले ओपन चाहिँ नगर्ने अहिले अब कहाँ गयो केटा हो। 9 स्पिन पर केटा हो 9 स्पिन हान्दियो 75 पर्यो। यो टोकन 100 डायमन्डमा कुरी के गर्ने यार टेन्सन भयो त। डायमन्ड खर्च नगरौँ भनेको 100 डायमन्डमा बक्स दिँदो रहेछ किन्नै मन लागेन केही। क्यारेट पनि 40 डायमन्डमा यो चाहिँ 25 मा दिइरहेछ। राम्रो लुगाहरू नै छैन। थाहा थियो कि मलाई यस्तै हुन्छ भनेर 9 डायमन्ड आउँदै आउँदैन। अर्को बन्डल आयो। के निस्काम केटा हो भनिदियो केटा हो कमेन्ट हानेर यार। केही निस्कायो मन लागेन ल पर्चेस गरिहालौँ इमोटै केटा हो। 9 डायमन्ड निस्केपछि मात्र बन्डल निस्काउने हो त। टेन्सन भइदिएर पुरा डायमन्ड लुटिसक्यो गरेनले। निस्काउने मन लागेन यार के निस्काम यार महँगो भइदियो यार। नेम चेन्ज गाडेको छ त महँगो भएर त तना यो सस्तोवाला निकालिहालौँ। यो बन्डल त निकाल्ने है 9 डायमन्डमा 50% आयो अब के निकाल्ने सस्तोमा। बन्डल त निस्काएर नै छाड्छु है केटा हो। न्यू इमोट आइरहेछ यार यो राम्रो छैन है केटा हो। के निस्काम सस्तोवाला कुन रहेछ 99 तर यो रिफ्रेस हान्दियौँ। सस्तो डायमन्ड यो 49 डायमन्ड लागिरहेछ है। ल 9 डायमन्डमा अब बन्डल निस्काउने हो केटा। बन्डल निस्काउने आखिरी 9 डायमन्ड मिस गर्ने होइन त केटा। यो बन्डल दिने 9 डायमन्डमा केटा हो 9 डायमन्डमा। र बन्डल राम्रो छैन अरू
के राम्रो चिज होला फेरि रिप्लेस गर्छु है। यो बन्डल त न्यू हो तर यो लिँदा लिने मन लाग्दैन। त्यही बन्डल काम गरेर बेकारमा डायमन्ड वेस्ट भयो मेरो। ल केटा हो फाइनली सब थोक निस्किसक्यो। अरे फेरिमा आयो मेरो 1000 डायमन्डमा 300 डायमन्ड मात्र बच्यो केटा हो। हेरौँ कस्तो रहेछ बन्डल। दुईवटा बन्डल निस्कियो तर इमोट निस्काएको थियो कहाँ गयो। यो इमोट वान ट्याप हान्नुलाई राम्रो हुन्छ है। यो हटाइदिउँ। एउटा यो निस्कियो। क्या हटाउने यो हटाइदिउँ। हटाइदेऊ केटा केही छैन कहाँ गयो। दुईवटा बन्डल निस्कियो। कस्तो होला एकदम छपड़ी लग रहा है। ओ माय गॉड व्हाट इज दिस। यो अन्त इमोट म्याक्री यसरी हान्दिने हो केटा हो। ल केटा हो ठिक छ है निस्किसक्यो हाम्रो इमोट सब थोक निस्किसक्यो। ल अब केही राम्रो लागेन योमा। त्यही पनि एक नयाँ डायमन्ड परिहालोस् के थाहा। नयाँ डायमन्ड 80% आयो फेरि। नलिने के पनि नलिने योमा। ल केटा हो अब अर्को भिडियोमा भेट्ने छु है केटा हो।